मनासस पार्क भर्जिनियाको एउटा घरबाट चाहिँ थर्सडे राति हिजो राति पुलिसले चाहिँ 4वटा बडी पाएको छ। मनासस पार्क भनेको नाम चाहिँ हजुरले सुनिरहनु भएको हुनसक्छ ममता काफ्लेको केसबाट। ममताको घर पनि त्यतै थियो र मनासस पार्क भनेको चाहिँ म बसेको ठाउँबाट आधी घण्टा जस्तो टाढा हो। अनि हिजो पुलिस चाहिँ वेलफेयर चेक गर्न जाँदाखेरि घरमा गएर तलको ढोका खोल्दाखेरि तल नै भेटाएको रे। त्यो 4 जनामा 2 जना चाहिँ जुभेनाइल भनेको छ 18 वर्षभन्दा मुनिको र 2 जना चाहिँ एडल्ट। अब पुलिसको इनिसियल इन्भेस्टिगेसन अनुसार चाहिँ त्यो घरको कुनै एउटा फ्यामिली मेम्बरले चाहिँ आफूलाई पनि मारेर अनि बाँकी परिवारलाई पनि मारेको हुनसक्छ भनेको छ। अनगोइङ इन्भेस्टिगेसन हो, त्यही भएर फर्दर केही पनि इन्फर्मेसन पुलिसले प्रोभाइड गरेको छैन। WUSA 9 न्युज अनुसार को हो, नाम के हो होइन, फ्यामिलीको अथवा मेम्बरहरूको, अनि उहाँहरू एकअर्काको रिलेटेड हो कि होइन, एउटै फ्यामिली हो कि होइन, र कुन नेसनालिटीको हो भन्ने कुरा पनि केही पनि थाहा छैन। होपफुली यस्तो घटना भनेको दुःखको घटना हो होइन, के भयो कसो भयो भन्ने कुरा थाहा छैन जसलाई पढ्दाखेरि पनि। तर नेपाली पढ्नुभयो अझ आफूले चिनेको भयो भने बढी दुःख लाग्छ क्या। सो म चाहिँ आशा गर्दैछु नेपाली चाहिँ हुँदैन होला। तर मनासस पार्कमा एकदम धेरै नेपालीहरू हुनुहुन्छ अनि कतिलाई चाहिँ चिनिरहेकै हुन्छ नि त।